सर के अरे यो बिल बुक के डेट छ त्यो अहिले तिर्न पर्छ कि असार मसान्तमा पछि तिरे नि हुन्छ यो कति पर्छ सर यो तिर्नु पर्ने भनेपछि 150 को रिन्यू चाहिँ कति बेलाको ओए ओए क्या झिल्का आन्यो गाइज वेलकम ब्याक टु द न्यू भिडियो त गाइज आजको भिडियोमा फेरि पनि स्वागत छ। आजको भिडियो चाहिँ के छ भनेपछि गाइज हैन म चाहिँ आज बिल बुक रिन्यू गर्न जाँदैछु गाइज। यो बाइकलाई रिन्यू गर्न पर्यो अब टाइम भइसक्यो रहेछ मैले नोटिस गरेको थिइनँ। मलाई दाइले आएर भन्नुभयो कि बिल बुक रिन्यू गर्ने भइसकेको छ भनेर। अनि त्यही भएर चाहिँ अब रिन्यूको लागि चाहिँ यातायातमा जाँदैछु गाइज। अब रिन्यूमा कति खर्च लाग्छ के प्रोसेस हुन्छ एकचोटि त्यो बुझ्न पर्ने हुन्छ गाइज है। र त्यही नै हो। यातायात फेरि पहिला नजिक थियो क्या गाइज, यहीँनिर थियो। यो पुरानो यातायात भन्ने भइसक्यो अब नाम चाहिँ। नयाँ यातायात चाहिँ वहीँ टाढै छ क्या, परै छ हात्तीबारीको तलतिर हो। त्यही हो। अब त्यहाँ जाँदाखेरि के कस्तो हुन्छ हेरौँ न गाइज है। मलाई एकजनाले गाइज लड्डु द्याउन आज लड्डु खाएगा गाइज। मैले भनेको थिएँ नि 16 गते तेलको मूल्य घट्छ भनेर। ल हेर्नुहोस् यहाँनिर हेर्न सक्नुहुन्छ ट्याक्क ट्याड्याउ तेल आइसकेको छ। ट्याङ्की भरिसकेका छन् तेल चाहिँ है। ल हेर्न सक्नुहुन्छ है तेलको चाहिँ ओहो पुरा हाहाकार छ आज। तेल घट्न पनि गाइस 20 रुपियाँ घटेको एकैचोटिमा। मैले भनेको थिएँ नि 16 गते तेल घट्छ भनेर। ल 8 दिन अगाडि क्या ट्याक्कै नभन्दै हिजो साँझ तेल घट्यो। ल जे खुसी लाग्यो गाइस है। 194 मा आएछ तेल चाहिँ। भवाल तरिकाको मजा आउने भयो। 194 जे भए पनि लिटरमा 20 रुपियाँ बचे पनि कहाँ यार यो जो 5-6 लिटर हाल्दाखेरि त 1 लिटर एक्स्ट्रा अरू थपिहाल्छ नि तेल त। जस अलिकति भयो नि राहत चाहिँ भयो है 20 रुपियाँ घटेर। मैले सोचेको थिएँ त्यही 10-12 रुपियाँ घट्छ होला भन्ने ठानेको थिएँ, तर 20 रुपियाँ घट्यो ठिकै छ। त्यति पनि धेरै राम्रो हो गाइस है। ल त्यही नै हो। अब चाहिँ यातायात जानुपर्छ गाइस। आज चाहिँ उतातिर के कस्तो हुन्छ। हिजो अस्तिदेखि पानीको मौसम बहुत तगडा गरेर आएको छ, तर पानी परे होइन त माथितिर हेर्नुहुन्छ पुरै बादल हुस्सो सब गरे। तर पानी यता तुलसीपुरमा चाहिँ खासै धेरै परे छैन। फेरि चिसो चाहिँ भयो तर पानी परेन गाइस है। ल त्यही नै हो। यहाँदेखि चाहिँ यो चाहिँ हाम्रो हात्तीखोला चोक भयो। हात्तीखोला चोकदेखि चाहिँ हामी तलतिर जाने हो गाइस है। के छ त त्यतातिर। ल तल जान्छु एकचोटि। अब के रहेछ तल गएर यसो बुझ्छौँ है त गाइस। आज पैसा चुना लाग्ने दिन रहेछ भने मेरो हुन त 4 महिना 28 गतेसम्मको डेट थियो। त्यति बेलासम्म चाहिँ भरिसक्ने, तर आज हुन पनि सक्छ नहुन पनि सक्छ। तर प्रोसेस चाहिँ के बुझेर आउँछु क्या म। किनभने चाहिँ अर्कोचोटि जाँदाखेरि त्यो धेरै फेरि ल्याङ नआउँछ। एकचोटि पैसा तिरेर आएर काम होस् भन्ने हो क्या। हेरौँ अब सरकारी कार्यालयमा एकैछिनमा काम हुन्छ भनेर बालन सरकारले भनेको छ गाइज है। ल एकैछिनमा काम हुने रहेछ कि नै अब थाहा हुन्छ। सोध्छु पहिला आज चाहिँ त्यही प्रोसेसै हुन्छ होला, किनभने मैले पैसा ल्याएन गाइज होइन। म चाहिँ यसो सोधमा अब के भने रहेछ। आज खाली भएको बेला के हात देखाउँछन् बट्टाले। अन्त त्यही अब आज खाली भएको बेला चाहिँ गएर सोधिहालौँ के कस्तो रहेछ त त्यहाँ के कति रुपियाँ तिर्नुपर्छ भनेर। अनि अर्कोचोटि गएपछि सट्टै त्यति पैसा लगेर जाने, रसिद काट्ने, पैसा तिर्ने आउने होइन। अब त्यो हो गाइस। तर पहिला चाहिँ प्रोसेसको बारेमा बुझिहालौँ आजको भिडियोमा। जनतालाई थाहा पनि होस् न कि यस्तो यस्तो प्रोसेस हुने रहेछ। कोही हुन्छ नि त अब सबै म त प्रो होम भन्नेवाला पनि हुन्छ नि। फेरि मलाई सब थाहा छ किन यसले भने थाहा के भन्ने नि हुन्छ नि। फेरि त्यस्तो होइन गाइस। नयाँ आउँछ जस्तै म नयाँ, मलाई केही थाहै छैन प्रोसेसको बारेमा। मैले बुझ्न जाने हो होइन। अनि त्यस्तै गर्दै अर्को बुझ्न जानुभन्दा पहिले भिडियो हेरिदियो भने त उसले त्यो सहज त भयो नि त त्यो नयाँ मान्छेलाई। पुरानोलाई त के भन्ने है म यो भन्छ। फेरि पुरानो त दलाल पनि आउँछन् गाइस, थाहा पाउनु लागि नै। आउनुहोस् मै बनाइदिन्छु भन्ने, 4000 लग्छ भने 6000 भनिदिने, पैसा तिर्दिने, 2000 खाने, त्यस्तो आउँछन् गाइस। स्क्यामबाट पनि बचौँ है त। ल गाइस यो चाहिँ हाम्रो यातायात कार्यालय हो त। अनिवार्य रूपमा बिमा पेश गर्नुपर्ने छ भनेर जाने चाहिँ म कता हो। पार्किङ यता गर्न पर्यो। कता के रहेछ त अब यसो बुझौँ न। सर
के अरे यो बिल बुक के डेट छ त्यो अहिले तिर्नुपर्छ कि असार मसान्तमा पछि तिरे नि हुन्छ? यो 4/28 को तिर्नु पर्दैन? ए यो कति पर्छ सर यो तिर्नु पर्ने भनेपछि 150 को 5300? ए भनेपछि यो अहिले असार मसान्त उता भदौतिर तिरे नि भयो? ए ल 10 जाना साथ काम भएको गाइज। अब परेन तर 150 cc को चाहिँ 5300। ओहो गाइज लास्टै महँगो हुँदा यार। नि रोड त्यस्तो पाइन्न, तिर्ने मात्रै माइ क्या 14 भने जस्तो भयो त यार गाइज। अब त्यत्रो पैसा कहाँबाट ल्याउने, मसँग त 1 रुपियाँ छैन। गाह्रो भएन त नि, 1 महिना लेट गरे नि खासै केही फरक पर्दैन, मसँग भिडियो रेकर्ड छ। ठिक छ ये कहाँ हुई गवा भैया, अब कहाँ करे हम? 53 से कहाँ से लाए बे? ल गाइज हेर्नुभयो तपाईँले के अब सिधै सोध्नै परेन, एकैचोटिमा काम भएको, 5 मिनट पनि लागेन, गएर आउने मात्रै भयो जस्तो भयो। 5300 रुपियाँ लाग्ने रहेछ 150 cc को लागि। अनि त्यस पछाडि मेरो असार 28 गतेको थियो, वैशाख साउन 28 गतेको, 4 महिना 28 गतेको पहिला सुरुमा रिन्यू गरे हो होइन, रिन्यू के सुरुमा किन्न साथ 4 महिना 28 गते भयो। अब त्यो भइसके पछाडि चाहिँ भदौमा 5 महिनातिर तिरे पनि खासै फरक पर्दैन अरे गाइज है। रिन्यू चाहिँ कति बेलाको ओइ क्या झिल्का हान्यो गाइज। ओइ सातो गाइज यार कति झिल्का तपाईँले हेर्नु हो कि नै? पानी पर्यो गाइज, पानी पर्यो, अब भिगाउँछ। भर्खर अघिसम्म पानी पर्दैन भन्ने कुरा भएको थियो, तर अब पानी पर्यो, गाह्रो भयो गाइज। तपाईँले त्यो झिल्का देख्नु हो कि नै गाइज है, रेकर्डमा होला तर अति हाने यार अहिले चाहिँ। ओहो ल त्यही हो, अब थाहा पाइहाल्नु भयो गाइज है, धेरै क्वेरी गर्नै परेन, जस भइहाल्यो। अब 150 को 5300 भनेपछि 25 cc 125 cc को लागि कति होला सायद, कति होला र यार गाइज? 125 भने त 25 त्यही 35 देखि 4000 सम्म नै पर्ने भयो 125 लाई पनि। ल त्यही नै हो, अब ओभरअल थाहा पाइहाल्नु भयो। अब चाहिँ अगाडि जान्छु गाइज। अब आज ठ्याक्कै हेर्नु न, पानी पनि पर्न लाग्यो, अब हेरौँ के हुन्छ। आज नास्ता बनाएर यसो कुकिङ भ्लग हुन्छ गाइज, आज फास्ट फुड भ्लग के भन्छ त्यो भ्लगलाई, आज त्यो भ्लग चाहिँ गराउनु पर्ने भयो। अब पानी परेपछि बाहिर निक्लिन पाइन्न गाइज है। त्यही हो, एउटा यो भिडियोमा चाहिँ एउटा चिज चाहिँ थाहा पाउनुभयो तपाईँले कि रिन्यू गर्ने बेला चाहिँ के गर्नुपर्ने रहेछ, यो चिज चाहिँ थाहा भयो। ल त्यही नै हो। के पानी परेकै हो त? ओए यसले भिगाउँछ त गाइज यार, पुरै चुत्रुको अहिले। ए सट्टै निक्लिहाल्नुपर्छ गाइज माथि घरतिर। अब यो दायाँ बायाँ गरेर झन् गान फर्छ अहिले, यस्तो नगरौँ होला, किनभने हामी आफ्नै मान्छे हो। ल हामी आइपुग्यौँ हात्तीखोवा चोकमा। यहाँदेखि हामी जान पर्छ सिधा स्ट्रेट बाटो। स्ट्रेट बाटोमा गइसकेपछि हामी आउँछौँ खोलेनको बाटोमा। होराई तुलसीपुरको बाटो जुन बिचमा बन्दैछ नि गाइज, नारायणपुरतिर बन्ने यत्रै हो क्या, उतापट्टि साइड हेर्नु यतापट्टि साइड हेर्नु, बिचमा यो लेन हेर्नु क्या, यत्रो बाटोमा चलाउँदाखेरि कम मजा होला। त अब यता जाने बेला त धेरै सोच्न परेन नि त उताबाट के आउँछ भनेर। अब बाटो छ उताको यही बराबर, यो दुईवटा लाइन बराबर, अनि आफ्नो लेन यतापट्टि साइडमा पेल्या छ, उतापट्टि गाडी आएको छ, अनि यतापट्टि जाम पऱ्यो भने चाहिँ उतापट्टि जानु पाइन्न। हामी जान त पाइयो कि त्यस्तो इन्डाइरेक्ट तरिकाले जान पाइएन, अन्त झ्याउ गयो नि त त्यस्तो बेला त।
हो त्यो कारणले गर्दाखेरि गाइज 4 लेनको बाटोमा चाहिँ जस्तै हामी एकहोरो यो साइडमा जाने हो भने चाहिँ यो साइडमा गइराख्न पाउँछौँ क्या अनि त्यो भयो भने चाहिँ अलिकति सहज हुन्छ भन्न खोजे यो हो गाइज 4 लेनको बाटो फेरि आउँछन् कतिपयहरू त सिकाउँछ यति जान्दैन साले यो दुनियाँ थाहा चिज हो भन्छ जेनरल नलेज गाइज जेनरल नलेज त्यस्तो के होइन जेनरल नलेजको लागि मात्रै हो गाइज पानीले भेटायो गाइज ओ सेट 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 गोप्रो भिज्छ म छिटो घर पुग्छु मलाई छेउमा बस्न छैन अहिले जाम नलाग्न यार कस्तो गोप्रो भिज्छ भन्दैछु गाइज यार यस्तो नगरौँ न यार देखा जेब्रा क्रसिङ कहाँ गयो जेब्रा क्रसिङ यिनको चाँडै यहाँ झन् ढिलो भएको बेला यतातिर लम्किहालौँ यो बाटोबाट लम्किम गाइज अलिक छिटो हुन्छ ओए कस्तो टाइममा निक्लेछु फेरि भिगायो गाइज भिगायो आयो पुरै चुत्रुको भिगायो गाइज गाह्रो भयो ओहो नपर एकछिन पानी नपर आइगेमा आइगे अरे नपर अब कोही त पानी परेको छैन त फेरि कोही के थियो यो यताको त पानी अझै भेटा छैन नपर अब गाइज कलेज सक्यो गाइज मेरो चाहिँ के बिग्रेको थियो र अब थाहा छैन अब बिर्स्यो गाइज फाइनल ओइमा लड्किन्छ गाइज यसरी लोटेमा गाइज यसरी धन्नैले गाइज ओए ल एकछिन कलेज आएको थियो गाइज कलेज पनि सकियो मेरो बिलुको काम पनि सबै भयो गाइज है अब यहाँदेखि घर फेरि निक्लिनु पर्ने हुन्छ किनभने अब रात पर्न लागिसक्यो